जति मैले मेरो फ्यामिलीलाई गरिरहेको छु नि त्यति मैले हजुरको फ्यामिलीलाई पनि गर्छु कि अब बाउआमालाई गरेर सधैँभरि गरेर पनि हुँदैन किनभने बाउआमा भनेको एक दिन जाने हो मैले जिन्दगी कटाउने भनेको हजुरसँग हो नि त भने पछाडि हजुरले मलाई भोलि गएर धोका दियो यताउता अरूसँग लाग्यो भने चाहिँ म चाहिँ लाइक टुरी नै हुन्छु कि किनभने बाउआमा पछि हजुर हो नि त मेरो त्यस्तो कुरा न तिमीलाई म कहिले पनि होइन जीवनभरि छ नि जीवनभरि तिम्रो लाइफमा होइन रुने टुरो हुने र तिमीलाई कुनै पनि समस्यामा पार्दैन क्या म किनकि मलाई यति कुरा थाहा छ होइन एउटा केटी मान्छेलाई कसरी चाहिँ उसलाई साथ सपोर्ट गर्नुपर्छ कति माया गर्नुपर्छ उसलाई कसरी साथ दिनुपर्छ उसको लाइफमा उसलाई धोका दिनुहुन्न भन्ने कुरो छ नि त्यो कुरा मलाई पनि थाहा छ क्या तिमीलाई म कहिले पनि होइन आँखामा आँसु हुन दिन्न क्या बुझ्यौ मलाई कस्तो एकदम सोच्छु कि अहिले पनि हुन्छ नि अब मेरो माउ ड्याडी घरमा एक्लै होइसिन्छ नि त लाइक हामी छोराछोरी कोही पनि साथमा छैनौँ लास्टमा चाहिने भनेको बुढाबुढी नै हो नि त होइन हुने भनेको बुढाबुढी हो त्यही बुढाले त्यही बुढीले एकअर्कालाई साथ सपोर्ट गरेन ट्रिट गर्यो भने त को नै रहेर जिन्दगीमा त्यो चाहिँ मेरो लाइफमा नहोस् किनभने मैले आफ्नोतिरबाट मैले सक्दो हजुरलाई खुसी राख्न खोज्छु अनि केयरहरू गरिरहेको हुन्छु सबै गर्छु के तर हजुरले चाहिँ मलाई धोका दिनु चाहिँ भएन कि मलाई त्यो कुराको एकदम डर लाग्छ कसम सोची हुन्छु कि अहिले यति खुसी भइरहेको छु म भोलि गएर मैले सोचेको जस्तो हुन्छ कि नहोला तर पनि डर लाग्छ नि त मनमा त्यस्तो टेन्सन नगर मैले मेरो लाइफमा हजुर बाहेक अरू कोही केटा अरू कोही सोचेको पनि छैन कि मेरो सोचमा पनि आउँदैन कि कोही पनि हजुर थाहा छ तिमीले कति धेरै माया गर्छौ भन्ने कुरा मैले नै सोचेको थिएन कि होइन तिमीले मलाई यति धेरै चाहन्छौ यति धेरै माया गर्छौ होइन तिमीले मलाई यति धेरै क्या यो चाहिँ मैले भन्नु मैले तिम्रो मायामा यति छ होइन ताकि मलाई आफ्नो आमा बाउले गरे त्यो माया तिमीले पनि गरिरहेछौ क्या आमा बाउबाट पाउने त पाइरहेको छु कि होइन त्यति नै बराबरी माया तिमीले मलाई दिइरहेछौ क्या यति धेरै माया गर्ने एउटा आफ्नो होइन आफ्नो पार्टनरलाई होइन भोलि मैले उसलाई चाहिँ उसको जिन्दगीमा लात हाने भने के हुन्छ भन्दाखेरि त्यो मलाई पनि लास्टै पाप लाग्छ क्या बुझ्यो नि म यदि साँच्चीकै महान पुरुष हो भने छ नि त्यो कुनै नैतिकताले पनि दिँदैन क्या म त्यो सोच्छु क्या दिमागमा बुझ्यौ त्यही भएर तिम्रो लाइफभरि तिमीलाई म माया गरिरहन्छु होइन हाम्रो लाइफ भनेको हाम्रो लाइफको अन्त्य भनेको जुन दिन छ नि तिम्रो मेरो अन्त्य हुन्छ त्यो दिन मात्रै हाम्रो रिलेसन खत्तम हुने हो त्योभन्दा अगाडि तिम्रो मेरो सम्बन्ध भनेको अलवेज क्या होइन हाम्रो माया भनेको अजम्बरी छ हेर कहिल्यै छोड्दैन क्या यो भनेको लाइफभरि हुन्छ क्या जस मैले मेरो ड्याडी मामु पछिको हजुरलाई राखेको छु ड्याडी मामुबाट टुरो भए पनि मलाई हजुरबाट चाहिँ हुनु छैन त्यो कुरा चाहिँ तिमीलाई त मैले भने जस्तो सुकै होइन सिचुएसन जस्तो सुकै चाहिँ विघ्न बाधाहरू लाइफमा उतार चढावहरू आओस् होइन जुनै सुकै सिचुएसनमा पनि झेल्दै होइन तिमीलाई छ नि म कहिल्यै छोड्दिनँ क्या कहिल्यै पनि तिमीलाई म चाहिँ लत्याउँदिनँ क्या सधैँभरि यसरी नै माया गरिरहन्छु होइन तिमीले यति धेरै मलाई आफ्नो लाइफ सुम्पिया छौ आफ्नो फ्यामिली त्यागेर चाहिँ मेरो घरमा आइरहेको छौ होइन एउटा छोरी मान्छे भएर चाहिँ अर्काको घरमा गइसके पछाडि उसलाई पनि एउटा चाहिँ के भने हस्बेन्डले पनि आफ्नो श्रीमतीले गर्ने व्यवहार गर्नुपर्छ होइन र तिमीलाई पनि मेरो फ्यामिलीबाट कुनै त्यस्तो केही हेपा हुने त्यस्तो हेला गर्ने केही हुने किनकि मेरो मम्मी ड्याडी पनि धेरै बुझ्ने हुनुहुन्छ होइन यति सम्झ होइन तिम्रो र मेरो कहिले पनि सम्बन्ध भनेको हाम्रो कहिले पनि लाइफभरि ब्रेक हुँदैन क्या कहिल्यै हुँदैन क्या नेभर क्या तिमीले बुझ कि हामी लाइफभरि छौँ मोडिन्न क्या मलाई थाहा छ क्या यो कुरा हेर न तिमी फेरि यति धेरै इमोसनल हुन्छ